के छ हौ? कता हौ म यहाँ चिटिक्क परेर के साह्रो राम्री भएर हिँडे के हो? हामीलाई पनि हेर न हौ। होइन है केटा, तेरो यसो घरमा दिदी बहिनी छैन? बाटोमा हिँड्नेलाई जिस्काउँदै हिँड्छस्? लाज पसेको नकचरो, हेर्दाखेरि 60-70 वर्षको जस्तो छस्। बुढो भइसकेको छस्। कस्तो खालको काले हँसिरहेछ हौ त थुक्क काले। त्यस्तो नभन न, कहाँ काले हुनु, काले भयो नि दिलवाले पो छु त। राजा पो हो त राजा, काले भयो नि के हो त। तिमीलाई छिटै बजाउँछु नि बाजा। तिमी मलाई हेर मात्रै न, तिमीलाई म रानी बनाएर राख्छु रानी। के अरे आम्मा, खुब रानी बनाएर राख्छस् अरे काले। हेर न हेर, एकैतिर भुक्लुकै लडाइदिनु जस्तो छ। कतिर बाटोमा हिँडेकोलाई जिस्काउँदै हिँड्छस्? के साह्रो हेपेकी हौ, घरमा 3-4वटा बुढी पो छ त हौ। तिमी जस्तो त कति पालिदिन्छु कति। बिहे गरिसकेको भएर नि फेरि बाटोमा हिँड्नेलाई जिस्काउन लाज लाग्दैन? लाज शरम पचेको रहेछस् त नि त बुढा त। तेरो त नि म कस्तो खालको मान्छे रहेछस् त त, छि। केही छैन हिँड। अब यसो गर्मी, यस्तो ठन्डा मौसम छ, चियाहरू यसो खानुपर्छ मिलेर। हिँड। यहाँ हेर, म कफी खान्छु, अब तिमी पिज्जा खाऊ है। पिज्जा रातो छ हेर, दाना पनि रातो रातो भएको। भोक लागेको होला, जाडोमा तातो तातो खानुपर्छ। म कफी खान्छु, तिमी पिज्जा खाऊ ल। अब पिज्जा खाँदै कफी खाँदै टिभी हेर्दिउँ न त एकैछिन। नेपाली चलचित्रहरू अहिले राम्रो आएको होला, एकछिन यसो यो हेर्दै जाडोमा राम्रो चलचित्रहरू हेर्दिउँ न त कस्तो कस्तो आएछन्।